पहिला हर्क साम्बाङको यो क्लिप हेर्नुस्। बैठक बसिराख्नु पर्दैन, मेरो एउटा फेसबुक स्टेटस काट्छ, एउटा फेसबुक स्ट्याटसबाटै निर्णय गर्नु पर्दैन, पार्टीको आधिकारिक निर्णय पर्दैन। त्यो मैले जे भने त्यही हुने भन्ने त्यो विधानै त्यस्तो छ। त्यही त अनुशासन विभागको अध्यक्ष पनि तपाईँ हुनुहुन्छ। म हो। त्यसले गर्दाखेरि सर्वे सर्वा हो नि हर्क साम्बाङ त। यस्तो छ हो, यस्तो यस्तो इन्टरभ्यू, यस्तो यस्तो स्ट्याटस, यस्तो यस्तो हरकतलाई चाहिँ वीरेन्द्र जैरूजीले चाहिँ यस्तो रिप्लाई दिनुभएको हो के। हर्क साम्पाङ टिप्पणी योग्य नहुँदा नहुँदै पनि आज उहाँबारे हामीले केही कुरा बोल्नै पर्ने भयो। हर्क साम्पाङ रुबिना खातुन भन्ने एक अराजक कार्यकर्ता हर्ककै रहेछन्। उनको हरकत विरुद्ध नेपालको सिङ्गो मुस्लिम समुदायले कारवाहीको माग गरेको सुनियो, तर हर्कले आफ्नो पार्टीकी खराब कार्यकर्तालाई कारवाही गरे भनेर बोलेको सुनिएन। हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मात्रै टिप्पणी गर्ने इच्छा राख्छ जसले टिप्पणीका लागि आफ्नो स्तर मेन्टेन गरेको हुन्छ। हो, हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्, यसपटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्, अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्ट्याटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै संकेत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झण्डै झण्डै दंगा मचाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष दमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। देशको प्रधानमन्त्री हुने सपना पाल्ने मान्छेले धर्म, जाति, सम्प्रदाय, क्षेत्रगत भावना भन्दा माथि उठेर राष्ट्रिय हुन सिक्नुपर्छ। संकट र खास मौकामा देशभक्त र देशद्रोहीको अनुहार पनि चिन्न पाइन्छ। हिजो जनकपुरमा हिन्दूवादी संघ संगठनहरूसँग गृहमन्त्रीले मधेस सरकारका मान्छेलाई समेत राखेर वार्ता गरे। यता हर्क साम्पाङले सरकार डराएर जो पायो त्यहीसँग वार्ता गर्नु हुँदैन, जो पायो त्यहीसँग सम्झौता गर्नु हुँदैन भनेर लेखे। जानकी मन्दिर पस्न नदिने हिन्दू सम्राट सेना समेतका संघ संस्थासँग गृहमन्त्रीले वार्ता गरेका थिए। हर्कलाई त्यही हिन्दू सम्राट सेना व्यक्तिगत रूपमा मन नपरेका कारण उनले जो पायो त्यहीसँग वार्ता गर्न हुँदैन भनेर लेखेका हुन्। के अब हर्कको व्यक्तिगत समस्या समेतलाई ध्यानमा राखेर सरकारले वार्ता गर्ने हो र? सवाल देश र समाजको उठेपछि व्यक्तिगत कुण्ठा, प्रतिशोध, वैमनस्यहरू त आफै बिलाएर जान्छन्। हर्क र उनको कोटरीले आफूलाई धर्मका मामिलामा सन्तुलनमा राखेको भए उनीहरू कसरी निशानामा पर्थे त? अब भन्छन् नि मान्छेलाई सत्य पच्दैन, त्यो पनि हर्क साम्बाङलाई त पच्ने कुरै भएन क्या। वीरेन्द्र जैरूजीको होइन यो भित्तैमा पुर्याउने जवाब सहन नसकेर हर्क साम्बाङले भर्खरै एउटा भिडियो अपलोड गर्नु भएको छ आफ्नो फेसबुक पेज मार्फत, होइन जवाब दिन खोज्नु भएको छ। यो सिधा कुरा, जनतासँग सिधा कुरा कि खोइ के जति कुरा भन्ने कि एकजना वीरेन्द्र जैरू भन्ने अरे है, नाम चाहिँ थाहा छैन खास त्यस्तो त्यसो भन्ने मैले यहाँ सुने एउटा क्लिप आएको छ। त्यो क्लिपमा चाहिँ उसले थुप्रै आरोपहरू मलाई लगाएको रहेछ। सबैभन्दा पहिला चाहिँ उसले श्रम संस्कृति पार्टी चाहिँ प्राइभेट कम्पनी भनेर छ। यो प्राइभेट कम्पनी होइन, यो चाहिँ निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो, जुन पार्टी स्थापना भएको 2 महिनामै होइन राष्ट्रिय पार्टी बन्न सफल भयो होइन। त्यतिखेर पनि तर चुनावको बेला हामीलाई प्रचार प्रसार गर्न पनि दिएन। टी सर्ट लगाइराखेको खोल 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 भनेर प्रहरीहरू खटाइएको थियो र तपाईँको चाहिँ के अरे 14 दिनको विन्डोमा मात्रै प्रसार गरे भन्ने खालको रिस्ट्रिक्सन्स लगाइएका थिए। ती सारा कुरा हुँदाहुँदै पनि त्यसका बावजुद हामीले यसलाई 5औं ठुलो राष्ट्रिय दलको रूपमा चाहिँ स्थापित गर्यौँ। यो निर्वाचन आयोगमा दर्ता भएको हो। त्यसले गर्दाखेरि यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु, उसले निकै मचिएर आरोपहरू के लगाइरहेको छ। अर्को कुरा चाहिँ श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नको लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो यो मित्र। अब आउँदैन होला बिचरा, अरूले नै भरण पोषण गरेको तपाईँको पत्रकार देखेँ मैले। र ढुङ्गा बोक्न तपाईँको चाहिँ के अरे मात्रै हो, ढुङ्गा बोकेर देश बन्छ भन्छ। त्यो साथीलाई थाहा हुनुपर्ने कुरा के छ भने हाम्रो देशको सबभन्दा ठुलो खनिज भन्ने उसलाई थाहा छैन। ढुङ्गा भन्ने सबभन्दा ठुलो खनिज चाहिँ ढुङ्गा हो हाम्रो होइन। सबैभन्दा ठुलो सम्पत्ति नै ढुङ्गा हो। त्यो ढुङ्गा नबोकिकन बाटो पनि बन्दैन, घर पनि बन्दैन होइन। यो साथीले जहाँ बसेर चाहिँ होइन मुख बजाइरहेको छ त्यो अफिस पनि ढुङ्गाबाट नै निर्माण भएको छ। ढुङ्गा बोक्ने भनेर भन्नुभएको छ। ढुङ्गा नबोकेर चाहिँ के तस्करीको सुन बोकेर भन्छ त देश? वीरेन्द्र जैरू कि के जति भन्ने मित्र के भनेर भन्छ त देश?
यो मेरो क्लिप चाहिँ सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु होला। र यो मान्छेले त ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यूबाट मेरो लिनु नि हो होइन, इन्टरभ्यू मेरो लिनु नि। मुख चुप बनाएर तपाईँको पत्रकारिता होइन नगर्नेसम्म बनाइदिन सक्छु म उसको इन्टरभ्यूमा होइन। चाहन्छु नि सम्झेर होइन, यसो चाहिँ नि ढुङ्गासुङ्गा बोकेको सम्झेर होला के भनेर आरोप सारोप लगाएर चाहिँ नि कसले कति दिएर होइन भरण पोषण के गरेर चाहिँ नि साथीले यस्तो गीत गाएको हो। साथीलाई भन्न चाहन्छु एउटा इन्टरभ्यू मेरो लिनु होइन, इन्टरभ्यू मेरो लिनु। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु म। यो सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु सबैलाई म भन्न चाहन्छु। टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा, टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको होइन। मलाई गाली गर्न खोजेर नै तपाईँको त्यो टिआरपी बटुलेको होला होइन, नत्र भनेदेखि किन मेन्सन गरिराख्नु तपाईँले त्यो चिज। तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र? एकचोटि इन्टरभ्यू लिनु न है, त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छु। तर एउटा राष्ट्रिय दल चलाएको मान्छे है, एउटा दलको अध्यक्ष भइसकेपछि त्यो प्रधानमन्त्री भन्ने पद चाहिँ व्यक्तिको निजी हो र होइन, त्यहाँ पुग्न पनि सकिन्छ। के छ र साथी रहेछ यो कुन चाहिँले कति पैसा दिएर गरे हो कुनै। अर्को कुरा, हिन्दू धर्मलाई धर्म नमान्ने, किराँतलाई मान्ने, इस्लाम र तपाईँको चाहिँ नि इसाईलाई मान्ने भन्ने हिसाबको चाहिँ अभिव्यक्ति आइरहेछ। हिन्दू धर्मलाई मैले धर्म नमानेको भनेदेखि तपाईँको चाहिँ नि मठ मन्दिरतिर के गर्न जान्छु म? अफवाह नफैलाउनुहोस्। तपाईँलाई कति पैसा दियो भने कसले दियो त्यो भन्नु नि यहाँबाट। एउटा मेरो इन्टरभ्यू लिनु अघि सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु, लाइभ रेकर्डेड हो, बेकारको जे पाए त्यही भनेको छ, अफवाह फैलाएको छ है। जे पनि अर्का साम्पाङले गराए, जे पनि अर्का साम्पाङले, सबै घटना अर्का साम्पाङले गरेर मैले भनेको छु। मलाई भगवान् मान्नु नि ईश्वर मान्नु, भगवान् र ईश्वरको खरखटनमा मात्रै सबै थोक हुन्छ अरे भन्ने छ नि त बुझाइ होइन। त्यसै चाहिँ को कसले के गर्छ होइन, सबै कुरा मलाई चाहिँ जिम्मा दिने। अहिले पानी पर्दैछ म हेर्का साम्पाङले गर्दा भएको हो भन्नु, त्यो स्टुडियो पनि त मैले गर्दै चलाएको होला होइन। अझ मलाई लाग्छ। अर्को कुरा, धरानको मेयर हुँदाखेरि धार्मिक द्वन्द गराएर कहिले गराएँ मैले धार्मिक द्वन्द? कहाँ गराएँ? के छ प्रमाण है? आफै हाम हल्ला गर्दै आउने अर्का साम्पाङ मुर्दाबाद मुर्दाबाद भन्ने है, सबै यो राजनीति हो तपाईँको। मलाई थाहा छ तपाईँ कुनै दलको एउटा चाहिँ नि होइन, तपाईँको पत्रकार हो, कुनै दलको कार्यकर्ता हो तपाईँ। त्यसले गर्दाखेरि त्यो दलबाट परिचालित भएर अर्को साम्पाङलाई कसरी चाहिँ के गरौँ भनेर चाहिँ तपाईँको त्यो टिममा भएर यता गरिराख्नु भएको छ। छोडिदिनुहोस् है, तपाईँको आत्माले तपाईँले थुकिरहेछ हो, आत्माले थुकिरहेछ अनि मुखले जे पाटे भनेर के गरेको थियो। अझ मलाई लाग्छ पत्रकारिता पनि यस्तो हुन्छ। के रिपोर्टिङ हो त्यो? जथाभावी बोलाएको छ, यो त्यो भनेको छ। कति पैसा पाउनुहुन्छ यस्तो बोलेको? एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ तपाईँले गाह्रो हुन्छ। त्यस्तो बनाइदिन्छु, च्यालेन्जै भयो होला। जे पाए त्यही बोलेको चाहिँ हेर्नु पनि हजुरहरूले होइन, वीरेन्द्र जैरीज्यू मलाई एकदम मनपर्ने पत्रकार मध्येको एक हुनुहुन्छ होइन। अब हर्क साम्पाङ तपाईँहरूलाई मनपर्ने नेता मध्येको एक नेता हुनुहुन्छ भन्ने समुदाय जम्मा 2 सिट। सत्य सुन्ने बानी गर्नुपर्छ है, सत्यले नै हामीलाई तथ्यमा पुर्याउँछ होइन। वीरेन्द्र जैरीज्यू एक पत्रकार हो, पत्रकारले आलोचना गर्छ, पत्रकारको आलोचना सहन नसक्ने होइन मान्छे भविष्यको प्रधानमन्त्री होइन, यो देशको प्रधानमन्त्री, यो देशको बागडोर सम्हाल्छु भनेर हिँड्नु भएको छ होइन। अब यसमा चाहिँ हाँस्न मात्रै सकिन्छ, अरू केही गर्न सकिन्न। मलाई माया त यहाँ हाम्रो तपश्री राणाजी होइन, विश्व लिम्बुजी र हाम्रो अस्ट्रेलियामा बस्ने रानी दिको पो लागिरहेछ त।